न्यायको निम्ति प्रार्थना। हे परम प्रभु, मलाई विरोध गर्नेहरूको विरोध गरिदिनुहोस्। मसँग युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गरिदिनुहोस्। कवच पहिर्नुहोस् र ढाल लिनुहोस् र मेरो सहायतामा खडा हुनुहोस्। मलाई खेद्नेहरूका विरुद्धमा भाला र बर्छा उठाउनुहोस्। मेरो प्राणलाई भन्नुहोस्, म तेरो उद्धार हुँ। मेरो ज्यानको खेदो गर्नेहरू शर्ममा परुन् र तिनीहरू अपमानित हुन्। मेरो विरुद्धमा उपाय रच्नेहरू लखेटुन् र अलमल्ल परुन्। तिनीहरू बतासले उडाइएको भुस जस्ता हुन् र परमप्रभुका स्वर्गदूतले तिनीहरूलाई लखेटुन्। तिनीहरूको बाटो अँध्यारो र चिप्लो होस् र परमप्रभुको दूतले तिनीहरूलाई लखेटी नै रहन्। किनकि बिना कारण तिनीहरूले मलाई फसाउनलाई जाल बिछाए र बिना कारण मेरो प्राण लिन तिनीहरूले खाडल खने। अकस्मात तिनीहरूमाथि सर्वनाश आइपरोस्। तिनीहरूले लुकाएर थापेको पासोमा तिनीहरू आफै परुन्। तिनीहरू आफै त्यस खाडलमा परेर नष्ट हुन्। तब मेरो प्राण चाहिँ परमप्रभुमा हर्षित हुनेछ र उहाँबाटै भएको उद्धारमा उल्लसित हुनेछ। मेरो समस्त जीवनले भन्नेछ, हे परमप्रभु, तपाईँ जस्तो को छ र? निर्बललाई आफूभन्दा शक्तिशाली मानिसबाट तपाईँ बचाउनुहुन्छ अनि निर्बल र दरिद्रलाई अत्याचारीबाट उद्धार गर्नुहुन्छ। निर्दयी साक्षीहरू अघि आउँछन्। मैले जान्दै नजानेका कुरा तिनीहरू मलाई सोध्छन्। तिनीहरू भलाइको बदला मलाई खराबी गर्छन् र मेरो प्राणलाई अत्यन्त निराश छोड्छन्। पनि तिनीहरू बिरामी हुँदा मैले बाङ्गाको वस्त्र लगाए र उपवास बसेर आफूलाई दीन बनाए। जब मेरा प्रार्थना उत्तर बिनै फर्केर आए, मेरो मित्र मेरा भाइको निम्ति शोक गरे झै म शोक गर्दै हिँडे। आफ्नी आमाको निम्ति विलाप गरे झै शिर झुकाएर मैले शोक मनाए। तर जब मैले ठेस खाए, हाँसो गर्दै तिनीहरू मेरो विरुद्धमा एकत्र भए। मलाई थाहै नपाएको बेलामा आक्रमणकारीहरू मेरो विरुद्धमा जम्मा भए। तिनीहरूले लगातार मेरो निन्दा गरे। अधर्मी झै तिनीहरूले वैमनस्यपूर्वक निन्दा गरे। तिनीहरूले ममाथि दाह किटे। हे परमप्रभु, कहिलेसम्म तपाईँ हेरिरहनुहुन्छ? तिनीहरूले ममाथि ल्याइएको आक्रमणबाट, ती सिंहहरूबाट मेरो ज्यानलाई छुटाउनुहोस्। ठुलो समुदायमा म तपाईँमा धन्यवाद चढाउनेछु। विशाल जनसमूहमा म तपाईँको प्रशंसा गर्नेछु। अकारण मेरो शत्रुहरू मेरो विरुद्धमा रमाउन नपाउन्। अकारण मलाई घृणा गर्नेहरूले मेरो वैमनस्यपूर्वक खिसी गर्न नपाउन्। तिनीहरू त शान्तिको कुरै गर्दैनन्, तर देशमा शान्तिसँग बस्ने मानिसहरूका विरुद्धमा झुटा अभियोगहरू रच्छन्। ठुलो मुख बाहिर मेरो विरुद्धमा तिनीहरू भन्छन्, आहा आहा, हामीले आफ्नै आँखाले यो देख्न पायौं। हे परमप्रभु, तपाईले यो देख्नु भएको छ। मौन नबस्नुहोस्। हे परमप्रभु, मबाट टाढा नहुनुहोस्। उठ्नुहोस् र मेरो रक्षाको निम्ति जाग्नुहोस्। हे परमप्रभु, मेरा परमेश्वर, मेरो निम्ति लडिदिनुहोस्। हे मेरा परमप्रभु परमेश्वर,
तपाईकै धार्मिकता अनुसार मलाई निर्दोष ठहराउनुहोस्, म माथि तिनीहरू रमाउन नपाउन्। तिनीहरूले आफ्ना मनमा आहा हामीले चित्ताएको पुग्यो भन्न नपाउन् अथवा हामीले त्यसलाई निलिदियौँ भन्न नपाउन्। मेरो आपतको समयमा मेरो हाँसो उडाउनेहरू सबै लाजमा परुन् र अस्तव्यस्त हुन्। म भन्दा ठुलो हुँ भनी धाक दिनेहरू सबै लाजमा परुन् र अपमानित हुन्। म दोषमुक्त भएको कामना राख्नेहरू आनन्दले जय जयकार गरून् र हर्षित हुन्। तिनीहरूले निरन्तर यसो भनिरहन्, परमप्रभुको नाम उच्च होस्, जो आफ्नो दासको कल्याणमा प्रसन्न हुनुहुन्छ। मेरो जिब्रोले तपाईको धार्मिकताको बखान गर्नेछ र म तपाईको प्रशंसा दिनभरि गर्नेछु। हालेलुया।